HPPL जुन चाहिँ हाइड्रो पावरको स्टक रहेको छ यसको हामी फ्र्याक्टलको कन्सेप्ट युज गरेर चाहिँ हामी एनालाइसिस गर्न गइरहेका छौँ सो सो वाट्स अ फ्र्याक्टल सो फ्र्याक्टल भनेको चाहिँ बेसिकली हामीले टाइम र प्राइस थ्योरी प्लस यसलाई चाहिँ हामी रिफाइनिङसँग चाहिँ कम्बिनेसन गरेर चाहिँ हामी यो थ्योरी बनेको छ सो लेट्स गो टु मन्थली सो मन्थलीको हिसाबमा गएर हेर्ने भने यो हाम्रो अल टाइम हाई छ विच इज 748 अब प्राइसले अहिले कसरी रियाक्ट गरिरहेको छ है त सो अब अल टाइम हाईमा जानको लागि हल्का फ्युल त चाहिन्छ नि माथि जानको लागि राइट सो यो किन करेक्सन आउँछ त टु गेट अ फ्युल के हो त मार्केटलाई माथि जानको लागि के चाहिन्छ फ्युल चाहिन्छ हो त्यो फ्युल कलेक्ट गर्नलाई चाहिँ मार्केटले के हो त यो मुनिको फल लिएको छ कहाँसम्म हाम्रो एउटा इम्ब्यालेन्स जोनसम्म है त नाउ अब कसरी गरिन्छ भन्दाखेरि चाहिँ सुरुमा मन्थमा जाने मन्थको कुनै पनि एफइजीमा गरिदिने राइट मार्कआउट गरिदिने एन्ड देन यसपछि हामी केमा जाने विकलीमा जाने सो विकको चाहिँ हाम्रो फर्स्ट लाइन डिफेन्स र लास्ट लाइन डिफेन्स कुन छ यो लेभल छ यो हाम्रो फर्स्ट लाइन डिफेन्स तर यो लेभलबाट मुभ आएन कि किनकि फर्स्ट मुभ चाहिँ जहिले पनि फेक आउट हुन्छ र यहाँनिर के थियो एउटा हाम्रो सेलिङ इम्ब्यालेन्स थियो एफइजी प्लस अर्डर ब्लक हो यसलाई फिल गर्नलाई चाहिँ मार्केट माथि गएको थियो नाउ अब हामीसँग यो लेभलमा दिस इज आवर लास्ट लाइन अफ डिफेन्स इन विकली विकलीको लास्ट लाइन अफ डिफेन्स छ र यो डिफेन्समा आउनुभन्दा अगाडि हामीसँग के छ यहाँनिर यो हाम्रो के भयो लिक्विडिटी है फर्स्टको मुभ चाहिँ जहिले पनि हाम्रो के हुन्छ फेक मुभ हुन्छ है त सो यसलाई मैले डेलीमा गएर हेर्ने भने डेलीमा हजुर हेर्न सक्नुहुन्छ यो लेभलमा के छ हजुरको मार्केट सक्सेस सेट पनि छ बट यो लेभल मुभबाट चाहिँ त्यस्तो खास चाहिँ पावरफुल आएन कि बिकज फर्स्ट वान विल बी अलवेज द फेकेस्ट वान अब अहिले के छ यहाँनिर हाम्रो यो विकलीको डिफेन्स अझैलाई रिफाइनिङ गरेर हेर्ने भने हामीसँग के छ यो लेभलमा हामीसँग एउटा इम्पोर्टेन्ट एरिया छ र यो एरियामा गएर हेर्ने भने हामीसँग के छ यहाँनिर सिक एन्ड डिस्ट्रोय गरेको छ प्लस यहाँ हाम्रो के छ मार्केट स्ट्रक्चर सिफ्ट यहाँ हाम्रो के भयो मार्केट स्ट्रक्चर सिफ्ट भयो यसलाई हामी के गरिदिउँ एमएसएस गरिदिन्छ है सो यो चाहिँ हाम्रो के भयो मार्केट स्ट्रक्चर सिफ्ट भयो नाउ मार्केट स्ट्रक्चर सिफ्ट भएपछि अब हाम्रो टार्गेट कहाँनिर फर्स्ट टार्गेट भनेको हाम्रो यो लेभलमा हुन्छ है जुन चाहिँ हाम्रो मन्थलीमा गएर हामीले सेट गर्ने हो भने यो चाहिँ हाम्रो मन्थको टार्गेट भयो है मन्थली टार्गेट यो चाहिँ हाम्रो के भयो मन्थलीको टार्गेट सो एसपिपिएल चाहिँ हामीले के देख्न सक्छौँ एउटा बुलिसनेसमा गएको छ कि भनेर पनि देखिरहेको छौँ है त सो अब विकलीमा गएर हेर्ने भने विकलीमा स्टिल एउटा डिफेन्सिभ बनाएको छैन बट स्टिल हामी डेलीमा गएर हेर्ने डेलीमा यहाँनिर एउटा इम्ब्यालेन्स बनेको छ कि छैन यस फर्स्ट सेकेन्ड थर्ड यहाँ बनेको छ सानो सो हामीले चाहिँ यो एरिया जुन यो ब्ल्याक क्यान्डल छ यहाँदेखि हामीले यो लेभलसम्म चाहिँ हामीले एक्युमुलेसन गर्न सक्छौँ है त बिकज यो ब्ल्याकवाला क्यान्डलमा के हुन्छ यो ब्ल्याकवाला क्यान्डलमा चाहिँ बिग प्लेयर्सले सेल गरेको हुँदैन क्या यहाँ चाहिँ के हो त रिटेलरले सेल गरेको हुन्छ र बिग प्लेयर्सले उनीहरूले यहाँनिर एक्युमुलेसन गरेको हुन्छ सो यो एरियालाई हामी के भन्छौँ एडभान्स अर्डर ब्लक है सो यो एरियामा आउँदाखेरि हामीले एक्युमुलेसन गर्न सक्छौँ अब मैले हजुरलाई कसरी एक्युमुलेसन गर्ने कसरी चाहिँ हामीले इन्ट्री गर्ने एउटा डाइरेक्ट मार्केट एक्जिक्युसन र मैले एभरेजिङ इन्ट्री प्रोसिडर पनि मैले सिकाइदिएको छु र यो लेभलदेखि यो लेभलसम्म हामीले राख्यौँ भने चाहिँ एकदमै राम्रो हुनसक्छ है त सो डाइरेक्टली यहीँनिर आउने बित्तिकै नकिन्ने बिस्तारै बिस्तारै एक्युमुलेसन गर्ने पिरामिडिङ पनि गर्न सक्नुहुन्छ छुट्नु भयो भने होइन र आफ्नो टार्गेट चाहिँ के हो त यो आफ्नो अबोभको साइडसम्म राख्न सकिन्छ सो दिस इज द फ्युचर प्रेडिक्सन अब यसको चाहिँ लाइक हामीले ब्याक टेस्टिङ गरौँ न त कतिको चाहिँ हाम्रो यो युजफुल हुँदो रहेछ है त सो हामी एकचोटि ब्याक टेस्टिङ गरौँ है त हामी एचपिपिएलमा हामी ब्याक टेस्टिङ गरौँ ब्याक टेस्टिङ हामी धेरै टाढाको नजाऊँ यही हाम्रै नजिकको यहाँनिर गरौँ है त सो सुरुमा के हो त मन्थमा जान्छौँ हामी सो मन्थमा गइसकेपछि मन्थको डिफेन्सिभ हेर्ने है त सो मन्थको डिफेन्सिभ हामीसँग के छ यहाँनिर छ एउटा है यो हाम्रो मन्थको डिफेन्सिभ भयो र हाम्रो मन्थको टार्गेट कहाँनिर हुन्छ फर्स्ट अफ अल यो मुभ आएको छ भने चाहिँ हाम्रो टार्गेट यहाँनिर हुन्छ है अब यहाँबाट हामी विकमा जाउँ है त विकमा गएर हेर्ने भने चाहिँ हाम्रो यहाँको फर्स्ट लाइन अफ डिफेन्स भनेको कुन छ हाम्रो यो लेभलसम्म छ राइट ओके यो लेभल हाम्रो के भयो फर्स्ट लाइन अफ डिफेन्स भयो होइन मैले भनेको छु नि मार्केटमा होइन कि मार्केट चाहिँ किन यो फल गर्छ त किन यस्तो मुभ दिन्छ त मुनिको मुभ बिकज इफ मार्केट मुनि गएन भने उनीहरूले कसरी चाहिँ आफ्नो लिक्विडिटी चाहिँ पुरा गर्छ त कसरी चाहिँ उनीहरूले आफ्नो फ्युल भर्छ त अझै माथि मार्केट जानको लागि है सो हामी कुनै पनि लङ ड्राइभ जाँदैछौँ भने हामीलाई के चाहिन्छ गाडीमा फ्युल चाहिन्छ नि हो त्यस्तै मार्केटमा एउटा र्याली अथवा उनीहरूको एउटा टार्गेट पुऱ्याउनलाई उनीहरूलाई के चाहिन्छ फ्युल चाहिन्छ अनि फ्युल चाहिँ को हुन्छ त हामी नै हुन्छौँ है त
सो अब यो लेभलमा हाम्रो के छ यो अर्डर लक पनि रहेछ है त। सो अब हामी यसमा के गर्छौँ इन्ट्री मोडल गएर हेर्छौँ। ओके हामी इन्ट्री मोडल गएर हेरौँ। ओके सो इन्ट्री मोडलमा हामीसँग के छ यहाँनिर यहाँ देख्न सक्छौँ हामीले एउटा मार्केट स्ट्रक्चर सिफ्ट, यो मार्केट स्ट्रक्चर सिफ्ट भयो राइट, यहाँ देख्न सक्छौँ यो हाम्रो के भयो यो क्यान्डलले यो क्यान्डलको लिएको छ भने चाहिँ हाम्रो यो के भयो मार्केट स्ट्रक्चर सिफ्ट। र हामीले हेर्न सक्छौँ यहाँनिर के छ एउटा डिफेन्सिभको एरिया छ, फर्स्ट क्यान्डल सेकेन्ड क्यान्डल थर्ड क्यान्डल, यो के भयो अर्डर ब्याक एन्ड एफिसी। एकछिन सरी गाइस। ओके सो हामीसँग के छ यहाँनिर अर्डर ब्याक एन्ड एफिसी है त। सो हाम्रो टार्गेट कहाँसम्म हुन्थ्यो हामीले यहाँनिर इन्ट्री गर्थ्यौँ। एकछिन एकछिन त प्लिज प्लिज एकछिन, यो हामीसँग चाहिँ यहाँनिर हाम्रो स्टप लस है र हाम्रो टार्गेट कहाँनिर यो लेभलसम्म हुन्थ्यो है। सो अब हामीले यहाँनिर डाइरेक्ट मार्केट एक्जिक्युसन गरेको भए के हुन्थ्यो है त, हाम्रो डाइरेक्ट मार्केट एक्जिक्युसन गरेको भए हाम्रो 12% लस हुन्थ्यो। बट हामीले यहाँनिर आएर किन्यौँ र हाम्रो योभन्दा मुनि हामीले लियौँ, बट योभन्दा मुनि क्लोजिङ चाहिँ दिएको छैन है गाइस, यो अर्डर लकभन्दा मुनि क्लोजिङ दिएको छैन। सो हामी स्टप आउट हुँदैन थियो र हाम्रो के हुन्थ्यो यहाँनिर गएर हाम्रो यहाँदेखि यो लेभलसम्म हाम्रो 6% मात्र लस हुन्थ्यो। इफ हामीले मार्केट एक्जिक्युसन यहीँनिर लिएको भए कति कति पर्सेन्ट लस हुन्थ्यो 10% है। सो त्यो सबै कम्बिनेसन गरेर हजुर लिन सक्नुहुन्छ। सो यो चाहिँ हाम्रो के भयो कम्बिनेसन भयो है। प्लिज एकछिन ल मलाई थाहा छैन ल प्लिज म यहाँ काम गर्दैछु। सो सरी फर द डिस्टर्बेन्स गाइज होइन। अनि यसरी चाहिँ ब्याक टेस्टिङ गरेको थिएँ मैले होइन। अब इट्स नट अबाउट बाइङ एन्ड सेलिङ केही पनि हजुरलाई कुनै पनि एडभाइस होइन। बट मैले चाहिँ कसरी चाहिँ फ्र्याक्टल युज गर्छु, मैले चाहिँ कसरी फ्र्याक्टलमा चाहिँ टाइम एन्ड प्राइस थ्योरी चाहिँ युज गर्छु भनेर सिकाएको हो मैले। इट्स नट बाई एन्ड सेल गाइज, इट्स always warning to you guys, it's not a buying and selling, this is all about knowledge होइन। यो चाहिँ आफूले नै ब्याक टेस्टिङ गर्नु। इफ हजुरलाई यो ब्याक टेस्टिङ वाइज युज भइरहेछ भने यस रिक्स लिन सक्नुहुन्छ, बट इट्स नट फाइनेन्सियल एडभाइस कि बाई एन्ड सेल है त। सो थ्याङ्क यू एभ्री वान, सी यू अन नेक्स्ट भिडियो।